तपाईहरुलाई याद छ पहिले गाउँभरि नै एउटा मात्रै टिभी हुन्थ्यो, त्यो पनि ब्ल्याक एन्ड व्हाइट। तर अहिले सबैको हातमा एउटा होइन 2-3वटा मोबाइल हुन्छ र कोठा-कोठामा सबैको पर्सनल टिभी हुन्छ। आउनुहोस् आज यही टपिकमा कुरा गरौँ। टेक्नोलोजी आएपछि मान्छेहरूको रियाक्सन कस्तो थियो त? नेपालमा रेडियोपछि ब्ल्याक एन्ड व्हाइट टिभी आएपछिको रियाक्सन कस्तो थियो हजुरहरूलाई याद नै होला। गाउँमा अलिकति धनी मान्छेले 14 इन्चको ब्ल्याक एन्ड व्हाइट टिभी ल्यायो भने सारा गाउँहरू मिलेर वाह यो त धनी भएछ भन्ने गरिन्थ्यो। अनि उसको घरमा खाना खाएपछि बेलुका समाचार हेर्न सिरियल हेर्न मान्छेहरू जम्मा हुन्थे, कम्तीमा पनि 10-15 जना। त्यति बेला धेरैको मनमा थियो होला मान्छेहरू यति सानो टिभीभित्र कसरी पसे? सबैजना अचम्म मान्दै टिभी हेर्दै खुसी हुन्थे। अनि पछि कलर टिभी आयो विथ एन्टिना। त्यसपछि एकजनाको काम नै हुन्थ्यो एन्टिना हल्लाउने पछाडि गएर। अनि एकजनाले टिभी हेर्दै भन्थ्यो अलि राइट अलिकति लेफ्ट स्टप स्टप स्टप। अनि बिस्तारै सबैको घरमा टिभी हुन थाल्यो। कसैको 14 इन्चको टिभी, कसैको 21 इन्चको टिभी। त्यति बेला जम्मा 2वटा मात्रै च्यानल आउँथ्यो, एउटा नेपाली अनि अर्को हिन्दी। अनि मुभी हेर्नु पर्यो भने सिडी चाहिन्थ्यो। सिडी हुन्थ्यो हामीले 30 रुपैयाँ 50 रुपैयाँ हालेर किनिन्थ्यो। त्यति बेला त मुभी हेर्ने भनेर एकजनाको घरमा गएर सबैजना गाउँभरिकै सबैजना गएर आँगनमा बसेर पनि मुभी हेरिन्थ्यो। त्यसपछि गाउँमा डिस आयो। डिस टिभी कनेक्ट गरेपछि अब सबैजनाले 100वटा भन्दा बढी च्यानलहरू एउटै टिभीमा हेर्न पाउने भए। अब फिल्म हेर्नलाई सिडी किनिराख्नु पर्ने भएन। त्यसपछि बिस्तारै सिडी लोप हुँदै गयो। अनि बिचमै टिभी हेर्दा हेर्दा लाइन गयो भने मान्छेहरू कराउन थाल्थे, मानौ कि विश्वयुद्ध नै हुन लाग्यो। समय सँगसँगै टिभी पनि बिस्तारै स्लिम हुँदै गयो। अहिले सबैको घरमा एलसिडी टिभी हुन्छ, 52 इन्च 65 इन्च अनि त्योभन्दा माथि। तर यो धेरै फरक भयो। अहिले टिभी ठुलो छ तर फ्यामिली ग्यादरिङ सानो भयो। पहिला सानो टिभी 20-25 जना मिलेर हेरिन्थ्यो भने अहिले एकजनाको लागि सेपरेट एउटा टिभी हुन्छ आफ्नो रुममा। अब कुरा गरौँ चिठ्ठीदेखि आइफोनसम्मको यात्राको। पहिले हामीले कम्युनिकेसन गर्दाखेरि चिठ्ठी लेखेर गर्थ्यौँ, जसको लागि हामीले 10-15 दिन कुर्नु पर्थ्यो, कहिले त महिनौँ दिन कुर्नु पर्थ्यो। चिठ्ठी आउन 10 दिन लाग्थ्यो भने चिठ्ठी जान पनि 10 दिन लाग्थ्यो। त्यति बेलासम्म त टपिक अलरेडी एक्सपायर भइसक्थ्यो। त्यति बेला एउटा चिठ्ठीले दिने खुसी बेग्लै थियो, जुन खुसी आजका महँगा मोबाइलहरूले दिन सक्दैन। मोबाइलहरूले त केवल मान्छेहरूलाई डिप्रेसन एङ्जाइटी दिइरहेको छ। चिठ्ठीपछि गाउँको एउटा पसलमा टेलिफोन आयो अनि मानिसहरू लाइन बसेर फोन गर्न थाल्थे, हेलो हेलो सुनियो भन्दै। अनि सारा गाउँलेहरू मिलेर सुनिरहेका हुन्थे उसको कुराकानी। अनि लास्टमा पसलेले भन्थ्यो हजुरको यति मिनेट भयो है भनेर, अनि त्यही अनुसार पैसा बुझाउनु पर्थ्यो। पछि बिस्तारै पसलबाट सबैको घरमा सिडिएमए फोन पुग्न थाल्यो अनि सबै फ्यामिलीमा चाहिँ कसले फोन उठाउने भनेर हतार हुन्थ्यो घन्टी बज्नासाथ। अब सुरु गरौँ नोकिया 1600 मोडलको यात्रा, जुन सबैको घरमा पुग्न थाल्यो। अनि ब्याट्री एकचोटि चार्ज गरेपछि हप्तौँभरि टिक्ने, स्नेक गेम खेल्न मिल्ने, अनि केटाकेटीहरू मलाई एकचोटि गेम खेल्न दिनु न भनेर झगडा गर्ने, अनि बाबुआमाले ब्याट्री सकिन्छ भनेर दिन नखोज्ने। यसरी नोकियाको सुरुवात भयो सबैको घरमा। नोकिया मोबाइलको कहानी पनि छुट्टै थियो। मिस कल गर्ने कल्चर थियो त्यति बेला, कम्युनिकेसन कोड छुट्टै थियो। एउटा मिस कल हान्दा म घर पुगेँ है भनेको, 2टा मिस कल हान्दा मलाई कल ब्याक गर न भनेको, अनि 3वटा मिस कल हान्दा इमर्जेन्सीमा कल गरेको रहेछ है भन्ने बुझिन्थ्यो त्यति बेला। अब कुरा गरौँ अहिलेको मोबाइलको। अहिले त सबैको हातमा एउटा मोबाइल होइन 2वटा 3वटासम्म मोबाइल हुन्छ सबैको हातमा। अनि घरमा सबैजना बसिरहँदा पनि सबैजनाको हातमा आफ्नो आफ्नो मोबाइल हुन्छ र त्यहीमा भुलिरहेका हुन्छन्। अहिले त घरमा सबैजना सँगै बस्दा पनि सबैजना आफ्नो संसारमा रमाइरहेका हुन्छन् मोबाइल हेर्दै। अब कुरा गरौँ इन्टरनेटको। फर्स्टमा त गाउँमा सबै घरमा इन्टरनेट पुग्दैन, यो टिभी जस्तै अथवा नयाँ टेक्नोलोजी जस्तै फर्स्टमा चाहिँ अलिकति धनी परिवारको घरमा जान्छ अनि छिमेकीहरूले वाइफाईको पासवर्ड सोध्छन्। अनि केही दिनपछि स्लो चल्यो भनेर घरमा कुरा उठेपछि फेरि पासवर्ड चेन्ज गर्ने कल्चर थियो।
पासवर्ड चेन्ज भएको छिमेकीहरूले थाहा पाएपछि अनि रिसाउँछन् अनि भन्छन् फेरि पासवर्ड चेन्ज भएछ, कति नै उनीहरूको नेट खाइदिने जस्तो। अनि सुरु हुन्छ सोसियल मिडियाको किङ फेसबुकको चहलपहल। त्यसपछि त सबै नेपाली अब फोटोग्राफर र सेलिब्रेटी हुन थाले। नयाँ लुगा किन्यो, फोटो प्रोफाइल पिक्चर चेन्ज, दसैँमा टिका लगायो, फोटो प्रोफाइल पिक्चर चेन्ज, मन्दिर गयो, कतै घुम्न गयो, बिरामी हुँदा बेडमा समेत फोटो खिचेर फेसबुकमा पोस्ट्याउनु पर्ने। फोटो सँगसँगै क्याप्सनको पनि बर्सात हुन्थ्यो। इन्जोइङ माई लाइफ, फिलिङ स्याड, फिलिङ ह्याप्पी, नो क्याप्सन। फोटो पोस्ट गरेपछि पनि मोबाइलले सुख पाउँथेन। 5-5 मिनटमा नोटिफिकेसन चेक गर्नुपर्ने, लाइक कतिवटा आयो, कमेन्ट कसले गर्यो, फ्रेन्ड रिक्वेस्ट आयो कि आएन, अनि कसले गर्यो भनेर सबैको चेक गरेर साथीहरूलाई फेरि भन्ने, तैँले त मेरो फोटोमा खै कमेन्ट गरेको। अनि सबैको फोटोमा प्राय एउटै कमेन्ट, नाइस पिक, वाओ, ह्यान्डसम ब्रो, ब्युटिफुल सिस। अनि फोटो क्रेडिट खोइ त मलाई। अब कुरा गरौँ अहिलेको। अहिले वाइफाई सबैको घर घरमा पुगिसकेको छ। एउटा राउटर होइन, 2-3वटा 4-5वटासम्म राउटर हुन्छ एउटै घरमा। 4G 5G नेट हुन्छ, अनलिमिटेड डाटा, अनि 24 घन्टा मोबाइलमा झुन्डिने, ल्यापटपमा झुन्डिने, अनि टिभीमा झुन्डिने। अनि 5 मिनट मात्रै पनि नेट गयो भने लाग्छ कि उनीहरूको रियाक्सन यो संसार नै उल्टिसक्यो। घरमा गेस्ट आउँदाखेरि हालखबर सोध्नुभन्दा पहिला नै वाइफाईको पासवर्ड माग्न सुरु हुन्छ। अब कुरा गरौँ क्यामेरा र फोटोको। फोटो खिच्ने भनेको पहिला वर्षमा एकचोटि, त्यो पनि मुस्किलले हुन्थ्यो होला। फोटो खिच्ने भनेको दसैँमा, अनि स्कुलमा अथवा कतै पासपोर्ट साइजको फोटो चाहिएको बेलामा। अनि स्टुडियो जानु पर्थ्यो। फोटोग्राफर अङ्कलले भन्नुहुन्थ्यो, अलि नहाँस्नुहोस् है, अलि हाँस्नुहोस् है, यता हेर्नुहोस् त, टाउको सिधा गर्नु, आँखा झिमझिम नगर्नु भनेर भन्नुहुन्थ्यो। अनि फोटोमा सबैजना देखिनुहुन्थ्यो एकदमै रिसाएको जस्तो। अहिले त सबैको हातमा महँगा फोन, अनि सबैजना फोटोग्राफर। खाजा खानु पर्यो, फोटो खिच्नु पर्यो खाजाको, कफी खाँदा कफीको फोटो खिच्नु पर्यो, जिम जाँदा मिरर अगाडि उभिएर फोटो खिच्नु पर्यो पोज दिएर। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने प्लिज कमेन्ट गर्नुहोला, अनि यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ, सी यू इन द नेक्स्ट भिडियो।